नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई इजी इङ्ग्लिस लर्निङ युट्युब च्यानलमा। आज पनि हामी डेली लाइफमा बोलिने इङ्ग्लिस नेपाली सेन्टेन्सहरू लिएर आएका छौँ। त्यसलाई चाहिँ हामी छलफल गर्छौँ र प्र्याक्टिस गर्दै अगाडि बढ्नेछौँ। यदि हजुर फर्स्ट टाइम मेरो च्यानल भिजिट गर्नुभएको छ भने कृपया सब्सक्राइब गरिदिनु होला। हुन्छ, सुरु गरिहालौँ है त। आजको लागि पहिलो सेन्टेन्स हामीसँग, ऊ राम्रो साथी हो। ऊ राम्रो साथी हो। कसरी भन्ने त अङ्ग्रेजीमा? यसलाई भन्ने he is a good friend. He is a good friend. ऊ चाहिँ राम्रो साथी हो। यहाँ चाहिँ गुड फ्रेन्ड भनेको राम्रो साथी। मूर्ख नबन। मूर्ख नबन। Don't be silly. Don't be silly. यहाँ चाहिँ सिली भनेको चाहिँ मूर्ख। डोन्ट बी सिली, सिली नबन भन्नु पर्दा यसरी भन्ने, के तिमीले खाना पस्क्यौ? के तिमीले खाना पस्क्यौ भन्नलाई कसरी भन्ने? यसलाई भन्ने, have you served the meal? Have you served the meal? meal भनेको खाना। लुगामा इस्त्री लगाऊ अथवा लुगामा आइरन लगाऊ भन्नु पर्दा कसरी भन्ने? यसलाई भन्ने, आइरन द क्लोथ्स। आइरन द क्लोथ्स। लुगामा इस्त्री लगाऊ यसरी भन्न सकिन्छ। लुगा पट्याऊ। अब चाहिँ लुगा पट्याऊ भन्नु पर्यो, कसरी भन्ने त? यसलाई भन्ने, fold the clothes. Fold the clothes. लुगा पट्याऊ। fold भनेको पट्याउनु। कपडा निचोर। कपडा निचोर। wring out the cloth. wring out the cloth. कपडा निचोर भन्नलाई wring out the cloth भनेर भन्न सकिन्छ। यहाँ चाहिँ रिङ आउट भनेको चाहिँ निचोर्नु। के निचोर्नु भन्दा कपडा निचोर्नु, रिङ आउट द क्लोथ्स। तन्ना फोहोर छ। तन्ना फोहोर छ भन्नु पर्यो, कसरी भन्ने? यसलाई भन्ने, द बेडसिट इज डर्टी। द बेडसिट इज डर्टी। डर्टी भनेको फोहोर, बेडसिट भनेको टन्ना। द बेडसिट इज डर्टी। टन्ना फेर भन्नु पर्यो। अब फोहोर छ, अब चाहिँ टन्ना फेर न भन्नलाई हामीले भन्ने अङ्ग्रेजीमा, चेन्ज द बेडसिट। चेन्ज द बेडसिट। टन्ना फेर। चुपचाप बाहिर जाऊ। चुपचाप बाहिर जाऊ भन्नलाई कसरी भन्ने? यसलाई भन्ने, go out quietly. go out quietly. यहाँ चाहिँ quietly भनेको चुपचाप। मेरो प्रस्ताव अस्वीकार नगर। मेरो प्रस्ताव अस्वीकार नगर भन्नलाई के भन्ने? यसलाई भन्ने, don't refuse my proposal. don't refuse my proposal. आउन कोसिस गर भन्नु पर्यो। अब आउन कोसिस गर भन्नु पर्यो, अङ्ग्रेजीमा कसरी भन्ने त? यसलाई भन्ने, ट्राई टु कम। ट्राई टु कम। आउने कोसिस गर। ट्राई टु कम। तिमी सक्छौ भने आउ न त भन्नु पर्यो। तिमी सक्छौ भने आऊ भन्नु पर्दा हामीले भन्ने, कम इफ यु क्यान। Come if you can. तिमी सक्छौ भने आऊ। म तिमीलाई पैसा दिन्छु। म तिमीलाई पैसा दिन्छु कसरी भन्ने? यसलाई भन्ने, I will give you money. I'll give you money. म तिमीलाई पैसा दिन्छु। यहाँ चाहिँ गिभ भनेको दिनु है त साथीहरू। हतारमा निर्णय नगर। हतारमा निर्णय नगर।
Don't make hasty decision. Don't make hasty decisions. हतारमा निर्णय नगर. यो सत्य होइन, यो सत्य होइन भन्नु पर्यो. कसरी भन्ने? यसलाई भन्ने It is not true. It is not true. यो सत्य होइन. It is not true. तिम्रो वचन पूरा गर. तिम्रो वचन पूरा गर भन्नु पर्दा कसरी भन्ने त? यसलाई भन्ने fulfill your promise. Fulfill your promise. तिम्रो वचन पूरा गर भन्नु पर्दा हामीले यसरी भन्ने. तिमीले आफ्नो वचन पूरा गरेनौ. तिमीले आफ्नो वचन पूरा गरेनौ भन्नलाई कसरी भन्ने? यसलाई भन्ने You did not keep your word. You did not keep your word. तिमीले आफ्नो वचन पूरा गरेनौ भन्नलाई यसरी भन्ने. कन्जुस नहौ. कन्जुस नहौ. कसरी भन्ने? यसलाई भन्ने Don't be stingy. Don't be stingy. कन्जुस नहौ. Stingy भनेको कन्जुस. तिमी यति धेरै जिद्दी किन छौ? तिमी यति धेरै जिद्दी किन छौ भनेर भन्नु पर्दा हामीले भन्ने Why are you so stubborn? Why are you so stubborn? Stubborn भनेको जिद्दी. Why are you so stubborn? तिमी किन यति जिद्दी छौ? तिमी किन यति धेरै जिद्दी छौ भन्नु पर्दा यसरी भन्न सकिन्छ. म जिद्दी छैन. म जिद्दी छैन. I'm not stubborn. I am not stubborn. म जिद्दी छैन. हाम्रो कुरा सुन. हाम्रो कुरा सुन भन्नलाई कसरी भन्ने? यसलाई भन्ने Listen to us. Listen to us. हाम्रो कुरा सुन भन्नु पर्दा हामीले यसरी भन्ने. तिमी सधैँ सही हुन्नौ कसरी भन्ने? तिमी सधैँ सही हुन्नौ भन्नलाई You are not always right. You are not always right. तिमी सधैँ सही हुन्नौ भन्नु पर्दा हामीले यसरी भन्ने. मलाई तिमी जस्तो छौ त्यस्तै मन पर्छ. मलाई तिमी जस्तो छौ त्यस्तै मन पर्छ भन्नलाई के भन्ने? I like the way you are. I like the way you are. मलाई तिमी जस्तो छौ त्यस्तै मन पर्छ भन्नलाई हामीले यसरी भन्ने. I like the way you are. म तुरुन्तै फर्कने छु. म तुरुन्तै फर्कने छु. I will be back immediately. I will be back immediately. म तुरुन्तै फर्कने छु. हामीसँग पूरा दिन छैन. हामीसँग पूरा दिन छैन. यसलाई भन्ने We don't have all day. We don't have all day. हामीसँग पूरा दिन छैन. म सक्दो प्रयास गर्दैछु. म सक्दो प्रयास गर्दैछु भन्ने पर्यो. यसलाई भन्ने I am trying my best. I am trying my best. म सक्दो प्रयास गर्दैछु भनेर भन्नुपर्दा यसरी भन्न सकिन्छ. मैले कहिल्यै नाइ भनिन. मैले कहिल्यै नाइ भनिन भन्नु पर्यो.
कसरी भन्ने यसलाई भन्ने I never said no I never said no मैले कहिल्यै नाइ भनिन भन्नु पर्दा यसरी भन्ने मलाई कुनै शंका छैन मलाई कुनै शंका छैन कसरी भन्ने यसलाई भन्ने I have no doubt I have no doubt मलाई कुनै शंका छैन भन्नु पर्दा हामीले यसरी भन्न सकिन्छ मलाई यो बारेमा कुनै शंका छैन मलाई यो बारेमा कुनै शंका छैन भन्नलाई हामीले भन्ने I have no doubt about it I have no doubts about it मलाई यो बारेमा कुनै शंका छैन मसँग कुनै बहाना छैन मसँग कुनै बहाना छैन भन्नु पर्दा हामीले भन्ने I have no excuse I have no excuse हामीसँग कुनै बहाना छैन यहाँ चाहिँ excuse भनेको चाहिँ बहाना खुसी हौ यसलाई भन्ने be happy खुसी हौ भन्नलाई हामीले अंग्रेजीमा be happy भन्ने गर्छौं नरिसाऊ भन्नु पर्यो कसरी भन्ने यसलाई भन्ने Don't be angry Don't be angry यहाँ चाहिँ angry भनेको रिसाउनु रिस राम्रो होइन भनेर भन्नु पर्दा हामीले भन्ने Anger is not good Anger is not good रिस राम्रो होइन माफ गर्न सिक भन्नु पर्यो अब माफ गर्न सिक भन्नु पर्दा हामीले यसलाई भन्ने Learn to forgive Learn to forgive माफ गर्न सिक सबैजना माफीका लायक हुन्नन् सबैजना माफीका लायक हुन्नन् भन्नु पर्दा हामीले भन्ने Not everybody deserves forgiveness Not everybody deserves forgiveness सबैजना माफीका लायक हुन्न Not everybody deserves forgiveness सबैजना माफीका लायक हुन्नन् ऊ त्यो मध्ये एक हो भन्नु पर्दा हामीले भन्ने He is one of them He is one of them ऊ त्यो मध्ये एक हो अरु केही भन्नु पर्यो अब त्यस्तो अवस्थामा anything else केही छैन भन्नु पर्दा हामीले भन्ने nothing केही छैन भन्नलाई हामीले भन्ने nothing अरु केही छैन भन्नु पर्दा हामीले भन्ने nothing else अरु केही छैन भन्नु पर्दा हामीले nothing else भनेर भन्न सकिन्छ मलाई केही चाहिँदैन कसरी भन्ने त यसलाई भन्ने I do not want anything मलाई केही चाहिँदैन भन्नु पर्दा हामीले यसरी भन्न सकिन्छ यति नै पर्याप्त छ भन्नु पर्दा हामीले कसरी भन्ने त यसलाई भन्ने This much is enough यति नै पर्याप्त छ कहिलेकाहीँ हामीले भन्छौं के भयो भन्छौं नि त्यस्तो अवस्थामा हामीले भन्ने What happened केही भएको छैन भनेर एन्सर आउँछ त्यस्तो अवस्थामा हामीले भन्ने Nothing has happened केही भएको छैन भन्नु पर्दा
यसरी भन्ने। केही भयो भने म तिमीलाई भन्नेछु भन्ने अब कसरी भन्ने? केही भयो भने म तिमीलाई भन्नेछु। यसलाई अंग्रेजीमा भन्ने I will tell you if something happen. I will tell you if something happen. केही हुन्न भन्नुपर्दा हामीले भन्ने nothing will happen. Nothing will happen. केही नराम्रो हुन्न, केही नराम्रो हुन्न भन्नलाई कसरी भन्ने? यसलाई भन्ने nothing bad will happen. Nothing bad will happen. तिमीले मलाई किन भनेनौ? तिमीले मलाई किन भनेनौ भन्नुपर्दा हामीले भन्ने Why did not you tell me? Why did not you tell me? तिमीले मलाई किन भनेनौ भन्नुपर्दा हामीले यसरी भन्न सक्छौं मैले बिर्सिएँ। मैले बिर्सिएँ भन्ने अब कसरी भन्ने? यसलाई भन्ने I forgot. I forgot. मैले बिर्सिएँ। यो मेरो गल्ती होइन। यो मेरो गल्ती होइन कसरी भन्ने? यसलाई भन्ने It is not my fault. It is not my fault. यो मेरो गल्ती होइन। म सजिलै बिर्सिन्छु। म सजिलै बिर्सिन्छु कसरी भन्ने? म सजिलै बिर्सिन्छु भन्नुपर्दा हामीले भन्ने I forget easily. I forget easily. यहाँ चाहिँ forget भनेको बिर्सिनु। I forget म बिर्सिन्छु easily भनेको सजिलै। म यसबारे केही गर्न सक्दिन। म यसबारे केही गर्न सक्दिन कसरी भन्ने? यसलाई भन्ने I cannot do anything about it. I cannot do. म गर्न सक्दैन। Anything भनेको केही। About it भनेको चाहिँ यसको बारेमा। यसबारे। I cannot do anything about it. म यसबारे केही गर्न सक्दिन। के तिमी खुसी छौ? के तिमी खुसी छौ भनेर भन्नुपर्दा कसरी भन्ने? यसलाई भन्ने Are you happy? Are you happy? भनेर सोध्न सकिन्छ। म धेरै उत्साहित छु। म धेरै उत्साहित छु कसरी भन्ने त? म धेरै उत्साहित छु भन्नुपर्दा हामीले भन्ने I am so excited. I am so excited. म धेरै उत्साहित छु भन्नुपर्दा यसरी भन्ने। उनलाई लिन जाऊ कसरी भन्ने त? उनलाई लिन जाऊ भन्नुपर्दा हामीले भन्ने Let's go pick her up. Let's go pick her up. उसलाई लिन जाऊ भन्नुपर्दा यसरी भन्ने। म अब जानुपर्छ। म अब जानुपर्छ कसरी भन्ने? यसलाई भन्ने I need to go now. I need to go now. म अब जानुपर्छ। भेट्दै गर्नु भन्नु पर्यो अब। भेट्दै गर्नु भन्नुपर्दा हामीले भन्ने Keep in touch. Keep in touch. भेट्दै गर्नु भन्नुपर्दा हामीले यसरी भन्ने। कहिलेकाहीँ साथीहरूसँग भेट हुँदाखेरि अनि छुटिँदाखेरि हामी भन्छौँ नि त भेट्दै गर्नु भन्नुपर्दा Keep in touch भनेर भन्न सक्छौँ। मलाई तिम्रो फोन नम्बर देऊ। मलाई तिम्रो फोन नम्बर देऊ भन्नलाई कसरी भन्ने? यसलाई भन्ने Give me your phone number. Give me your phone number. मलाई तिम्रो फोन नम्बर देऊ।
म तिमीलाई कल गर्नेछु म तिमीलाई कल गर्नेछु फोन नम्बर मागिसकेपछि अब म तिमीलाई कल गर्नेछु भन्नु पर्यो त्यस्तो अवस्थामा हजुरले भन्न सक्नुहुन्छ I will call you म तिमीलाई कल गर्नेछु भन्नलाई यसरी भन्ने यहाँ चाहिँ कल भनेको कल गर्नु भन्ने बुझाउँछ मलाई कल गर्न नबिर्स है भन्नु पर्यो अब कसरी भन्ने मलाई कल गर्न नबिर्स भन्नु पर्दा हामीले भन्ने Be sure to call me Don't forget to call me Be sure to call me अथवा Don't forget to call me यसलाई यसरी भन्न सक्नुहुन्छ मलाई कल गर्न नबिर्स भन्नलाई यसरी भन्ने के भइरहेको छ के भइरहेको छ भनेर क्वेशन सोध्दा हामीले भन्ने What's going on What's going on के भइरहेको छ भनेर भन्नु पर्दा यसरी भन्ने मलाई साँचो कुरा भन मलाई साँचो कुरा भन भन्नलाई हामीले भन्ने Tell me the truth Tell me the truth मलाई साँचो कुरा भन मलाई विश्वास लाग्दैन भन्नु पर्दा हामीले भन्ने I don't believe it I don't believe it मलाई विश्वास लाग्दैन भन्नु पर्दा कहिलेकाहीँ अब भन्नुपर्ने हुन्छ नि त त्यस्तो अवस्थामा यसरी भन्न सक्नुहुन्छ तिमीले विश्वास गर्नु पर्दैन भन्नु पर्यो अब तिमीले विश्वास गर्नु पर्दैन भन्नलाई यसलाई अंग्रेजीमा भन्ने You don't have to believe You don't have to believe तिमीले विश्वास गर्नु पर्दैन त्यो भइ नै सक्यो त्यो भइ नै सक्यो कसरी भन्ने यसलाई भन्ने It has already happened It has already happened त्यो भइ नै सक्यो के तिमी थकित छौ के तिमी थकित छौ कसरी भन्ने यसलाई भन्ने Are you feeling tired Are you feeling tired यहाँ चाहिँ tired T-I-R-E-D tired भनेको थकित हुनु के तिमी थकित छौ भने सोध्नलाई यसरी सोध्न सकिन्छ म धेरै थाकेको छु भन्नु पर्यो म धेरै थाकेको छु भन्नु पर्दा हामीले भन्ने Yes I am exhausted Yes I am exhausted म धेरै थाकेको छु भन्नु पर्दा यसरी भन्न सक्नुहुन्छ तिमीलाई के मन पर्छ त तिमीलाई के मन पर्छ त भन्नु पर्यो कसरी भन्ने यसलाई भन्ने What do you like What do you like तिमीलाई के मन पर्छ त मलाई त्यो चाहिँ मन पर्छ भन्नु पर्यो अब कसरी भन्ने यसलाई भन्ने I like that one I like that one मलाई त्यो चाहिँ मन पर्छ भन्नलाई यसरी भन्न सक्नुहुन्छ हुन्छ साथीहरु आजलाई चाहिँ यति गरौँ क्या है बाँकी चाहिँ अर्को भिडियोमा फेरि पनि आउला त्यति दिनसम्मको लागि चाहिँ म तपाईहरुको माझबाट बिदा हुने अनुमति चाहन्छु बाइ बाइ टेक केयर आफ्नो केयर गर्नु होला है त